गाइस मैले भनेको मेरो भलाको कि यो हामी कहाँ जान लाग्यो साथी हामी एजुकेशनल फिल्ड ट्रिप जान लाग्यो है त गाइज कहाँ जान लाग्यो त्यो पनि भन्दिउ न एउटा डाटा सेन्टर हो कि के हो डाटा रिकभरी सेन्टर हेलो हेलो A few moments later. गाडीको त्यो चिया खाना हुन्छ ल हेलो हामी चाहिँ कहाँ आइपुग्यौँ हेटौडाको शहीद पार्क आएको छौँ हामी हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ हेलो गाइस इट इज मी एलिजा हेलो गाइस इट इज मी एलिजा हेलो नमस्ते गाइज हामी चाहिँ हेटौडा शहीद पार्क ब्याग पनि तिमीले बोकाइ कहाँनिर राम्रो भिडियो बनाइदियो यहाँ होइन माथि राम्रो छ बाक्लो What is this? Guys, ini P-बाट पूजा म P-बाट पर्मिला M-बाट मनिषा P-बाट नमाउनेलाई म के भन्न चाहन्छु भने पिपी कौन है ये लोग कहाँ से आते हैं हाल्दैन कस्तो राम्रो देख्नु ओइ यिनी हेर्न जामै बरु जुमा ओके पर्मिलासँग मेरो त जिन्दगी चल्दैछ ऐसमा पर्यो आवाज पहिला नबनेर अनि पछि सबै आफ्नो आवाज बनाएर म त यही हाल्ने हो
ओरिजिनल बाहिर देशका मिसाउनुको थाहा पायो हरायो भने कस्तो क्युट छ नि चुहिल उल्लु हेर त्यो होइन त्यो उल्लु हो माथिको उल्लु यो चिल ओ म्याउ गर्छ र आँखा देख्दैन नि उल्लुले दिउँसो आँखा देख्दैन कि हामीलाई गाली त गर्दैनन् खै गाडी गर्नु पनि सक्छ यस लगन यताउडाको यता फेरि यस्तो रहेछ यहाँदेखि आएर यहाँ फेरि यस्तो राम्रो रहेछ गाइस वाउ हाम्रो गणेश्वर पार्क राम्रो रहेछ नि पनि वाउ यस्तो रहेछ यहाँ नेपालको गौरव हेटौडाको पहिचान खुल्यो तल पनि रहेछ नि पर्नुलाई नेपालको त्यो रातो आर्मी घर गाइज यो के हो नि पूजा यस्तै मोटाउने कहिले हो कहिले अर्को जुनीमा पनि हुनसक्छ वाटरफल रहेछ राम्रो देखिरहेको छ गाइज घर त होइन त्यसको घरकै त्यो हुन्छ त जम के जम हाम्रो गाडी दाइ
तैँले ढिलो गरिदिनु पऱ्यो हामीलाई त्योबाट नगरा पनि हुन्थ्यो कि हालिदिन्छ कि यसले कोही हात्ती वाउ सबैलाई देखाएर बाहिर देखाएर हल्ला गर्न मिल्दैन अरे उभिने ठाउँै भएन यार हुन्छ अब हल्ला गर्न चाहिँ पाइँदैन है पेसा रोपेर चाहिँ घाटा भनेको तपाईँहरूलाई नै हो जन्त भाग्छ हजुर जनावरहरू राख्छन् अनि तपाईँहरूले सबै मोबाइलको फोटोज भिडियो सबै खिच्न पाउनुहुन्छ है कहिलेकाहीँ चाहिँ आदमीहरू बस्ती गएर हुन्छ उनीहरूको फोटो र भिडियो बनाउन चाहिँ पाइँदैन हाम्रो अहिले हामी घुम्ने भनेको चाहिँ 2 थरीको भेजिटेसन भन्छ यसलाई चाहिँ 2 थरीको वन भनेको अहिले घुमिरहेको हामीले चाहिँ यसलाई चाहिँ नदी तटिया वन भन्छ नदी तटिया वन भन्छ यसमा पाइने भनेको भेलर सिमल पर्केट अनि सिसौ यस्तोहरू चाहिँ पाइन्छ अनि अर्को अहिले हामी घुम्ने भनेको चाहिँ घाँसे मैदान भन्छ घाँसे मैदानमा चाहिँ हाम्रो यहाँ 43वटा भन्दा पनि बढी प्रजातिको घाँसे फर फडाइ झक्सी माइकेनेमिक रान्ता लाङ्टाका क्यामेराहरू जस्तो अनि केही जनावर देख्नुभयो भने हल्ला चाहिँ नगर्नु होला किनकि कहिलेकाहीँ चाहिँ सानो जनावरहरू चाहिँ भाग्छन् तर्सेर आक्रमण गर्छ नि ठुलो जनावरहरू चाहिँ कहिलेकाहीँ आक्रमण गर्न आउँछन् सुख लाग्दै नबोल्ने तपाईँहरूले के देख्नुभयो भने केही गरेर इसाराले गर्नु होला बोल्न चाहिँ पाइँदैन है हल्ला गर्न चाहिँ पाइँदैन यस्तरी गाडी हिँडिरहन्छ नि होला नि केही छैन सब कता कता गयो अनि अर्को कुरा के भन्दाखेरि हाम्रो यो चाहिँ राष्ट्रिय निकुञ्ज चाहिँ तपाईँको जू जस्तो चाहिँ हुँदैन चिडियाखाना जस्तो चाहिँ हुँदैन यहाँ मात्रै फ्री वाइल्ड लाइफ हो एक चीज के देखना है रात देखे तो एक चीज हात्ती देख्यौ तो देखे थियौं हात्ती त देख्यौ पानी बसेछ हाम्रो राष्ट्रिय निकुञ्ज प्रसिद्ध भनेको नै यसकै लागि हो है हाम्रो नेपालमा सबैभन्दा धेरै पाइने भनेको चितवन राष्ट्रिय निकुञ्ज अनि यो पाइने भनेको नेपाल र इन्डिया मात्र इन्डियामा एक ठाउँमा मात्र छ हजुर एक सिङ्गे गैँडा हजुर यतापट्टि छ त्यही छ चित्तल हजुर चितवन देख्नुभयो कहाँनिर के त्यसको सिन छैन खाली खुट्टा पाइँदैन पाइन्छ वाकिङ त्यसको प्रोग्रामै अर्कै हुन्छ आक्रमण गर्दा नि जनावर केही देखेन कि जङ्गल मात्रै यो त बाँदर पनि छ हेर्नु है बाँदर पनि छ यिनी त पार्क भित्रपट्टि हेर्नुहोस् न अर्को थरी पनि छ
कालो कालो खैरो खैरो माछाहरू छ एउटा सेतो थुप्रा थुप्रीहरू छ यसलाई भन्छ लौकुना लग डियर हाम्रो यहाँ चाहिँ 4 थरीको डियरहरू छ अब यिनीहरूको साइज अनुसार गऱ्यो भने चाहिँ थोप्ला थुप्री भएको त्यो सेतो थोप्ला थुप्री भएको चाहिँ त्यो चाहिँ सेकेन्ड लार्जेस्ट डियर भन्छ अनि त्यसपछिको चाहिँ यो अर्को भयो यो चाहिँ गैँडा वाइल्ड लाइफ क्याम्प भन्ने एउटा होटेलै हो यो चाहिँ शाह वंशमा चाहिँ बनेको राजाको वीरेन्द्र लास्ट महेन्द्र थियो लास्ट त्यसपछि मरेपछि चाहिँ होटेल बन्द भएको थियो राष्ट्रिय निकुञ्जमा पऱ्यो नि त त्यसपछि चाहिँ बन्द भएको पहिला त तपाईँको राष्ट्रिय निकुञ्ज त शिकार आएर थियो राजाहरू आउने शिकार गर्ने रतुवा सब ब्लगर गाइस सबै साथीहरूलाई एकै ठाउँ गाइज म पनि यहाँ छु अहिले चाहिँ 10-11 भएको छ कति टाइम लाग्यो 10-11 भएको छ कति टाइममा पुग्छ मेरोमा यसरी घुम्नु पर्ने हो